हेलो गाइज वेलकम टु द मिनी ब्लग। आजको हाम्रो सानो ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामीहरु खोला साग टिप्न आएको तर ओ नछिरै भित्रै छिर्छ यार। उ त्यो जान्न कहाँ यताबाट आउन यताबाट जाऊ म। भाइ यस्तो छ कहाँ छिर्छ होला हो मान्छे। गाइज हामी चाहिँ यहाँ साग टिप्न आएको। साग टिप्न आएको है गाइज हामी चाहिँ यहाँ हो। धेरै हाम्रो बहिनी चाहिँ ऊ के भन्नु छ गाइज। यति टिप्यो है धेरै चाहिँ नभनौँ यति छ गाइज हेर है ल भ्यू गाइज यो गाइज बहिनी चाहिँ हिलोम छिर्यो रमाइलो छ यार यहाँतिर नि है यस्तो छ है भ्यू राम्रो छ। जम्बल यस्तोमा मजा छ। यति टिप्यो हामीले यति टिप्यो गाइज तर यहाँ माथि चाहिँ मान्छेहरू काम गरिरहेको रहेछ। हेर न यसको हालत पुरा हिलोमा छिर्दिराख्यो यो हिलोमा छिर्यो गाइज। यो चाहिँ हामी चाहिँ फर्क्यो है गाइज अब रुमतिर। सबैहरू खाजा खानुभयो हामी चाहिँ खाजा खाएर आएको भनौँ चाहिँ भएन तर खाजा चाहिँ खाएको छैन। कति बज्यो भ्यू चाहिँ राम्रै रहेछ हो यहाँतिर है भ्यू चाहिँ राम्रै छ गाइज। यस्तो छ ल हाम्रो रुम चाहिँ ऊ माथि यहाँ माथि छ रहेछ। यो चाहिँ हाम्रो रुम जाने बाटो हो है यस्तो राम्रो यतिको राम्रो चाहिँ हुनुपर्छ के यहाँ चाहिँ फुलहरू रहेछ है गाइज। सकिहाल तर भेट्दैन के मैले एकचोटि भेटेको थियो त्यसपछि चाहिँ भेटेन है। रुमतिर जाँदैछु हाम्रो रुम जाने बाटो चाहिँ यस्तो छ ल यस्तो 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 छ। हावा चल्दो रहेछ हौ हिजो झन् कस्तो हावा चलेला। हाम्रो रुम जाने बाटो चाहिँ यस्तो छ यार यस्तो फोहोर छ यार। हामी त्यहाँ तलदेखि हिँड्दै 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 आयो गाइस। पानी पनि लगाइसक्यो हाम्रो रुम आइपुग्यो गाइस। यहाँ माथि हो हामी तलदेखि हिँड्दै हिँड्दै आएको रुम आइपुग्यो है। काम गइसक्यो यही नजिक हो हाम्रो रुम चाहिँ यही हो है। बहिनी र म चाहिँ फर्क्यो यता गाइस यही हो गाइस हाम्रो रुम कस्तो ब्लर देखिरह्यो गाइस। हामी चाहिँ रुम आइपुग्यो या गाइस रुम आइपुग्यो।